हेलो साथीहरु, आज हामी पनि त्यो भाइरल टिकटक भरि भाइरल भएको क्यारामेल केक बनाऊँ है त। अनि मैले चिनी लिए हैन, चिनीलाई अनि पकाएँ एकछिन यसरी। अनि एकछिन पकाएपछि यो मेल्ट हुँदै गयो। मेल्ट भइसकेपछि यो है यतिको भयो। अब यतिको भएपछि चाहिँ अब यसलाई राखिदिउँ। धेरै डढायो भने चाहिँ फेरि तितो हुन जाँदो रहेछ, त्यही भएर मैले चाहिँ अनि यसरी राखिदिएँ। अनि अब हामीलाई चाहिन्छ ब्रेड, अन्डा चाहिँ मैले 2टा हालिदिएँ हैन, मैले 2टै ब्रेडको बनाएको हो नि त। अनि त्यसपछि दुध हालिदिएँ। अनि चिनी चाहिँ मैले थोरै हालेँ, तपाईहरु स्वाद अनुसार हाल्न सक्नुहुन्छ। त्यसपछि यतिको भइसकेको छ। अब ग्राइन्ड गर्ने है। अनि त्यस पछाडि यतिको भयो। अरूले चाहिँ छानेको देखेको थिएँ, तर मैले चाहिँ यतिकै हालिदिएँ क्या, के छानिराख्नु भनेर हैन। अनि त्यसपछि यतिको भएपछि चाहिँ मैले चाहिँ अब यसलाई चाहिँ पकाउन हाल्दिएँ। अनि अब चाहिँ यसलाई मैले ढक्कनले छोपिदिएँ। अनि मैले एक्ज्याक्टली यसलाई चाहिँ कति 30-35 मिनटसम्म पकाएँ। अनि अब चाहिँ यसलाई म चेक गर्दैछु पाक्यो कि पाकेन भनेर हैन। अनि त्यसपछि पाकिसकेछ क्या, कस्तो दामी हुँदो रहेछ है। अनि चाहिँ अब म यसलाई चाहिँ एउटा प्लेटमा चाहिँ खनाउँछु भनेर चाहिँ अनि खनाएँ हैन। हुन्छ कि हुँदैन भनेको त ओ माई गड, यति राम्रो भयो कि रिजल्ट। मैले त सोचेको पनि थिइनँ कि यति राम्रो रिजल्ट आउँछ भनेर। वाउ, यस्तो जुसी है, हेर्दै खाउँ खाउँ लाग्ने, यति राम्रो के लुक्स पनि। तपाईहरु पनि ट्राई गर्नुस् ल। अनि मैले चाहिँ यो चाहिँ काटेर पनि हेरेँ क्या, कतिको के भएछ भनेर। एकदमै राम्रो भएछ, हेर्नु न कस्तो दामी के, खाँदाखेरि पनि वाउ।